Okay, guys, आज चाहिँ फ्राइडे नाइट हो भनेपछि फ्राइडेमा चाहिँ म ट्रेडिङ गर्दिनँ भनेपछि किनभने मेरो पास हिस्ट्री हेऱ्यो भने फ्राइडेमा चाहिँ मेरो धेरै जस्तो अकाउन्टहरू ब्लो हुन्छ। द्याट ब्लो भनेको अर्थ चाहिँ धेरै लस हुन्छ मेरो फ्राइडेमा चाहिँ। त्यही भएर मैले चाहिँ आफूलाई प्रमिस गरेँ कि फ्राइडेमा म गर्दिनँ भनेर। अनिपछि यो मार्केट फरेक्स मार्केट चाहिँ मन्डेदेखि फ्राइडेसम्म हुन्छ होइन, हुन्छ। त्यही भएर आज चाहिँ म तपाईँलाई के भन्न गइरहेको छु भने फरेक्स मार्केट चाहिँ अलिक गाह्रो नै हुन्छ। त्यही भएर हामीलाई नलेजहरू चाहिन्छ अनि पेसेन्टहरू पनि चाहिन्छ। अनि रातारात धनी हुने होइन यो ट्रेडिङ भनेको चाहिँ। यसमा चाहिँ अलिकति के भन्ने अब पेसेन्ट भनौँ न, पेसेन्ट धेरै चाहिन्छ। अनि पछि फरेक्स गर्नलाई पनि समय पनि लाग्छ। तर तपाईँले एकचोटि यो ट्रेडिङको रहस्य तपाईँले बुझ्नुभयो र तपाईँले आफूलाई डिसिप्लिनमा राख्नुभयो भने चाहिँ यो ट्रेडिङ भनेको चाहिँ लामो समयसम्म गर्न सकिन्छ यो ट्रेडिङ भनेको। अनिपछि अब तपाईँहरू जस्तो विदेशमा हुनुहुन्छ होला, विदेशमा कति सालसम्म तपाईँहरू अरूको अन्डरमा काम गर्न सक्नुहुन्छ होइन। जबसम्म तपाईँहरूसँग एनर्जी छ, पावर छ है, त्यतिखेरसम्म तपाईँहरू काम गर्नुहुन्छ होला। बट सोच्नुहोस् कि आफ्टर 20 इयर्समा के गर्नुहुन्छ है, त्यो पनि सोच्नु पर्यो। अब फरेक्स मार्केटमा अब सुरुमा गाह्रो होला, 1 इयर 2 इयर 3 इयर्स 4 इयर्स 5 इयर्स गाह्रो हुन्छ होला। तर अब तपाईँहरूले जब टेक्निकहरू बुझ्नुहुन्छ अनि जब तपाईँहरूले मार्केटहरू बुझ्नुहुन्छ त्यहाँदेखि त तपाईँहरू अब एउटा ल्यापटप वाइफाई छ भने त तपाईँहरू अब पछि अब तपाईँहरू 50 इयर्स भनौँ न, 50 वर्ष पुगिसकेपछि पनि 55 इयर्स भइसके पनि आफ्नै घरमा आरामले गर्न सक्नुहुन्छ तपाईँहरूले है। अनि त्यही भएर म पनि अहिले कोसिस गरिरहेको छु, अहिलेको लागि होइन, मैले भविष्यको लागि हेरिरहेको छु होइन। अब कति सालसम्म हामी विदेशमा बस्छौँ होला है। अब जबसम्म हामीसँग एनर्जी छ, जे पनि काम गर्न सक्छौँ। तर अब भविष्यमा अब हाम्रो एज पनि हुँदै जान्छ। त्यस्तो समयमा के गर्ने, what will we do after 10 or after 15 years होइन। अनि यो फरेक्स मार्केट तपाईँहरूले अब भनौँ न 4 इयर्स 5 इयर्स मजाले अब तपाईँले प्र्याक्टिस गरेर सिकेर डिसिप्लिन गरेर तपाईँले गर्नुभयो भने आफ्टर 10 एन्ड आफ्टर 15 इयर्समा त आफ्नै घरमा ल्यापटप मोबाइल वाइफाई छ भने त गर्न सक्नुहुन्छ। त्यही भएर म तपाईँहरूलाई पनि भन्छु कि अहिले नसोचेर भविष्यको बारेमा सोच्नुहोस्, भविष्य फ्युचर होइन। अनिपछि फरेक्स ट्रेडिङ यो किताबले चाहिँ मेरो ट्रेडिङ स्किल्सहरू अलिकति चेन्ज गरेको छ। सुरुमा धेरै लस भइरहेको थियो, तर जब मैले यो किताब पढेँ अचल मेरो त्यति साह्रो लस हुँदैन, त्यति साह्रो प्रफिट पनि हुँदैन। तर अलि बिस्तारै सिकिरहेको छु म भने है। मैले अघि भनेको जस्तै फ्युचरको लागि म हेरिरहेको छु। आइएम प्रिपेरिङ फर माई सेल्फ आफ्टर 10 इयर्स भनौँ न है। 10 इयर्सको म हेरिरहेको छु। अहिले नै प्रफिट कमाएर अहिले नै धनी बन्नु छैन मलाई, किनभने यो भनेको लङ टर्म बिजनेस हो है। फरेक्स भनेको एकैचोटि एकै सालमा, एकै महिनामा, 2 महिनामा, एकै सालमा सिकिने खाले यो फरेक्स मार्केट होइन। त्यही भएर यो किताब म तपाईँहरूलाई के भन्ने अब रिकमेन्ड गर्छु। यसले चाहिँ मेरो ट्रेडिङ स्टाइल, मेरो साइकोलोजी अनि मेरो द वे आई थिङ्क द मार्केट भनौँ न, मार्केट एनालाइज गर्नको लागि मलाई धेरै हेल्प गरेको छ किताबले। त्यही भएर म तपाईँलाई भन्न चाहन्छु यो तपाईँहरूले ट्रेडिङ सुरु गर्नुहुन्छ भने यो किताब तपाईँले जसरी पनि पढ्नुहोस् होला। यो किताब चाहिँ मार्क डगलास भन्ने हो,
ट्रेडिङ इन द जोन भन्ने छ। यो किताबले त तपाईँहरूलाई तपाईँहरूको ट्रेडिङ जोर्नीमा धेरै हेल्प गर्छ। अहिले मान्छेहरू हाँसे तापनि है तपाईँहरूमाथि हाँसे तापनि अब तपाईँहरूलाई अब भनौँ न के भन्नु अब सपोर्ट नगरे तापनि फ्युचरलाई हेर्नुहोस् होइन। जो मान्छे अहिले तपाईँहरूमा हाँसिरहेको छ है आफ्टर 10 इयर्समा हेर्नुहोस् को हाँस्छ को रुन्छ है। त्यो भएर अहिले समय भएको बेला तपाईँहरू पनि स्टडी गर्नुहोस् म त्यही भन्न चाहन्छु। अनि आज फ्राइडे हो, मार्केट त छ तर म आज फ्राइडेमा गर्दिनँ, नेक्स्ट मन्डेदेखि म फेरि स्टार्ट गर्छु। ओके अनि त्यही भन्न चाहन्छु। ओके थ्याङ्क यू भेरी मच, बाई बाई।